नमस्कार सम्पूर्णमा। म आज तपाईहरुलाई नेपाल विद्युत प्राधिकरणद्वारा फिल्डमा गरिरहेको कार्यहरूको सम्बन्धी केही नलेज अथवा केही ज्ञान अथवा फिल्डमा कसरी के काम गरिन्छ भनेर भनौं न। अब हजुर जस्तै कि अब मेनलाइनतिरको हैन ट्रान्सफरहरू, एक्सचेन्ज, लोड अनलोड सम्बन्धी तपाईहरुको लागि म यसो भिडियोमा कैद गरिएको जानकारीको लागि तपाईहरुलाई म देखाउने नै छु। अब खासै यो भन्ने हो भने यो ट्रान्सफर्मर अपग्रेडको लागि हाम्रो नेपाल विद्युत प्राधिकरण हेलम्बी मेलम्ची वितरण केन्द्र अन्तर्गत कार्यक्षेत्रभित्र सिन्धुपाल्चोक इन्द्रावती 12 न्यौपानी टाढ भन्ने ठाउँको यो दृश्य हो। तपाईहरु जुन प्रत्यक्ष देखिसक्नु भएको छ या देखिराख्नु भएको छ यो यसलाई खासै अब ट्रान्सफर अपग्रेड गर्नको लागि साथीहरुले पुरानो ट्रान्सफर्मर अनलोड गर्ने अवस्थामा चाहिँ ट्रान्सफरहरु खोलिरहेको छ। अब त्यो ट्रान्सफरहरुलाई अनलोड गर्नको लागि कनेक्सनहरु छुटाइसक्नु भएको रहेछ। त्यो ट्रान्सफर्मर गाडीमा अनलोड गर्न लाग्नु भएको रहेछ। झार्न प्रक्रियाहरु गरिराख्नु भएको छ त्यो चेन पुलीद्वारा। खासै यो यहाँको 100 kVA को ट्रान्सफर थियो पहिला पुरानो चाहिँ, अहिले चाहिँ अपग्रेड गरेर 200 kVA को ट्रान्सफर इन्स्टल गरिसक्नु भएको छ। साइडमा देख्न सक्नुहुन्छ होला भाइले कनेक्सन प्यानल डीबी बक्सको कनेक्सन गरिराख्नु भएको छ। ओहो सरी, यहाँ अलिकता मिसयुज भएर च्यानल तल खस्दाखेरि भाइले अलि झन्डै देख्नुहुन्थ्यो। केही भएन, हेर्न सक्नुहुन्छ तपाईहरु। यो ट्रान्सफरलाई अनलोड गरेर यो निकालेर त्यो नयाँ इन्स्टलेसन गरिसकेको ट्रान्सफरलाई अब त्यहाँबाट सप्लाई दिनेछ खासमा। अब के कसरी अब ट्रान्सफरलाई अनलोड गरिन्छ हेर्न सक्नुहुन्छ तपाईहरु। अब यसो भिडियोलाई हेर्नु होला के छ कसो छ हैन। तपाई देखेर पनि यसो थाहा पाउनुहुन्छ कतिको जोखिम कतिको गाह्रो हुन्छ फिल्डतिर काम गर्दाखेरि। अब त्यो ट्रान्सफर्मर झारिसकेपछि नयाँ ट्रान्सफर चालु गर्नको लागि सबै कनेक्सनहरु मिलाउँदै हुनुहुन्छ। खासमा यहाँ अब एरिया बढी भएको कारणले अलि लोड अनब्यालेन्स भएको कारणले लोड मिलाउनको लागि अथवा थप लोडको लागि यो ट्रान्सफर अपग्रेड गरिएको हो। र यो ट्रान्सफर अपग्रेड गरिसकेपछि लोडको लागि समस्या हुँदैन। त्यही हिसाबले अब यहाँ ट्रान्सफर गाडीमा अनलोड गरिसक्नु भएको छ, झारिसक्नु भएको छ। देख्न सक्नुहुन्छ तपाईहरु पनि यो प्रत्यक्ष तपाईहरुले अब भिडियो मार्फत पनि हेर्न सक्नुहुन्छ। जोखिम पनि रहेछ। अब खासै यहाँ हाम्रो यो 200 kVA को ट्रान्सफर्मर छ जुन भाइले प्यानलमा कनेक्सनहरु मिलाउँदै हुनुहुन्छ। खास चाहिँ त्यो मिलाइसकेपछि अब त्यो ट्रान्सफर्मर अनलोड गरिसकेछ। यो मिलाइसकेपछि अब यो ट्रान्सफर्मरलाई चार्ज गरेर लोड दिने हो। लोडको समस्या भएको कारणले उहाँ ट्रान्सफर अपग्रेड गर्नुपर्ने अवस्था भएको कारणले यहाँ ट्रान्सफर अपग्रेड गरेछ। हाम्रो हेलम्बु मेलम्ची वितरण केन्द्रद्वारा गरिएको यो कार्य फिल्ड कार्य भनौं न। यो फिल्डमा के कस्तो भइरहेछ तपाईहरु देख्न सक्नुहुन्छ कसरी गरिन्छ हैन। त्यो कार्यहरुको लागि म यो भिडियो राखेछु। यो भिडियोलाई अब सक्दो शेयर गरिदिनु होला, लाइक र कमेन्ट पनि आफ्नो प्रतिक्रियाहरु राख्नलाई कमेन्ट पनि गर्नु होला। अब सक्दो यो यस्तै इन्फर्मेसन जानकारीमूलकको लागि साथीभाइहरु दाजुभाइहरु यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यस्तै फिल्डहरुको फिल्ड कार्य वर्कहरु के कसो हुन्छ त्यो कार्यको नलेजको लागि जानकारीको लागि भिडियोहरु राख्ने गर्छौं। त्यही भएर तपाई यस्तै भिडियोहरु हेर्न मन लाग्यो भने यो च्यानललाई सब्स्क्राइब गरेर र नोटिफिकेसन आइकनलाई पनि
बेल आइकनलाई पनि क्लिक गर्नु होला र हाम्रो त्यहाँको ट्रान्सफर्मर गाडीमा लोड गरिसक्नु भएको रहेछ, त्यहाँ झिकेर अनलोड गरिसक्नु भएको रहेछ। अब हाम्रो नयाँ